आशा खड्काको जन्म दोलखामा भएको थियो। जन्म दोलखामा भए पनि उनी रामेछापमा हुर्किएकी थिइन्। उनका बुबाले सानोतिनो व्यापार गर्थे। परिवार हुने खाने नै थियो। आर्थिक रूपमा पनि त्यति कमजोर थिएन आशाको परिवार। आशाको परिवारमा आशाको दिदी, उनी, आमा र बुबा थिए। परिवारमा केही ठुलो समस्या थिएन। हाँसे खुसी दिनहरू बित्दै थिए। आशा र उनकी दिदी रामेछापका एक सरकारी विद्यालयमा पढ्थे। उनीहरूको पढाइ पनि राम्रै चल्दै थियो। आशाको आमा घर व्यवहारमै व्यस्त हुनुहुन्थ्यो भने बुबा व्यापारमा नै व्यस्त हुनुहुन्थ्यो। आशा लगभग 10-11 वर्ष जतिकी हुँदा आशालाई नसोचेको वज्रपात आइपुग्यो। आशाका बुबाले दोस्रो विवाह गरे। कान्छी आमा भित्र आए। सायद आशाका बुबालाई छोराको चाहना थियो होला, त्यही भएर उनले दोस्रो विवाह गरेको हुनुपर्छ। बुबाको दोस्रो विवाहसँगै आशाको टाउकोमा दुःखको बारी आइलाग्यो। बुबाले कान्छी श्रीमतीसँगै बस्ने निर्णय गरे। आशा र उनकी आमालाई छुट्टै राखिदिए। त्यसपछि आशाका दुःखका दिनहरू सुरु भए। आशाकी आमालाई समाजले हेर्ने दृष्टिकोण पनि परिवर्तन हुँदै गयो। समाजका मान्छेहरूले पनि हेला गर्न थाले। आशाका बुबाले पनि मानसिक कष्ट दिइरहेका हुन्थे। आशाकी आमाको स्वभाव सरल र इमान्दार थियो। उनले श्रीमानको हेपाइलाई सहेरै बसिन्। आशाको घरको पारिवारिक वातावरण निकै खलबलिएको थियो। आशाकी दिदी आशाभन्दा 6-7 वर्ष जेठी थिइन्। उनकी दिदीले पारिवारिक दुःखलाई सहन नसकेर भागेर विवाह गरेकी थिइन्। त्यसपछि आशा र आमा दुईजना मात्र रहे। आशाले त्यसपछि मस्तिष्कमा एउटा छाप बनाइन्। उनले आमाको आँसुलाई पुछेर केही फरक गर्ने सोच बनाइन्। कहिले नबिट्ने गरी आशाले आमालाई सुख दिने अठोट गरिन्। उनकी आमालाई पनि घर परिवार र गाउँलेको हेपाइले उदासीन बनाएको थियो। आमाले पनि निर्णय गरिन् गाउँ नै छोडेर हिँड्ने। तर जाने ठाउँ त कहीँ कतै थिएन। न त आफूसँग पैसा थियो, न त कोही चिनेको मान्छे। साथमा एकजोर कपडा बोकेर आमा छोरी गाउँ नै छोडेर हिँडे। यो कुरा थियो 2063 सालतिरको, जति बेला आशा मात्र 12 वर्षकी थिइन्। आमा छोरी केही दिनमा नै काठमाडौँ पुगे। काठमाडौँ पुगेपछि दुःख सङ्घर्ष के हो आशाले बुझिन्। काठमाडौँको बसाइ निकै कष्टकर थियो। आज के खाने र भोलि के खाने यसमै दिन बित्दै थियो। दिन बित्दै जाँदा पेट पाल्नका लागि आशाकी आमाले काम गर्ने थालिन्। आमाको दुःख आशाले पनि बुझ्थिन्। केही महिनापछि आशाले पनि काम गर्न थालिन्। उनले होटलमा भाडा माझ्ने काम गर्न थालिन्। काम गरेको अनुभव अहिले पनि ताजै छ आशालाई। काम गर्दै गर्दा 1 महिना बित्यो र आशाले 1000 रुपैयाँ पारिश्रमिक पाइन्, जुन आशाको जीवनको पहिलो कमाइ थियो। आमा छोरी दुवैले काम गर्थे, बेलुका घर फर्कन्थे र दुःख सुख सार्दथे। यसरी नै महिनौँ दिन बित्दै गए। दुःख कष्ट के हो आशाले राम्रोसँग बुझिन्। यसरी नै काम गर्दै गर्दा आशाको भेट एक दिन रिता शिवकोटीसँग भयो। रिता पनि सङ्घर्षमै थिइन्। दुवै एउटै गाउँका भएकाले चिन्जान पहिलेदेखि नै थियो। दुवैले एकअर्काको दुःख सुख साटासाट गर्थे। दुःखलाई दुवैले मिलेर सामना गर्थे। त्यो साथ अहिलेसम्म पनि कायम नै छ। रिता शिवकोटीको 1-2 कलाकारिता क्षेत्रका मान्छेसँग चिन्जान थियो। यसै क्रममा आशाको भेट प्रकाश सुवेदी अर्थात् अहिलेका रजतपट अङ्कलसँग भयो। प्रकाश सुवेदीले आशालाई देखेपछि तपाईँले सुहाउने एउटा पात्र छ, के तपाईँ काम गर्नुहुन्छ भनेर प्रस्ताव राखे। आशा खेल्न त तयार भइन्, तर सुटिङ भने काठमाडौँ भ्याली बाहिर थियो। त्यसैले आशा गएनन्। त्यो सिरियल थियो हर्के हलदार। हर्के हलदारको टिम भ्याली बाहिर केही एपिसोडहरू सुटिङ गरेर काठमाडौँ फर्कियो। फेरि आशासँग टिमको कुरा भयो। यसपालि भने आशाले नाइ भनिनन्। आशा हर्के हलदारको टिममा संलग्न भएर काम गर्न थालिन्। त्यसपछि उनको जीवनशैली केही परिवर्तन भयो। अब भने उनलाई खाना लाउन पुग्न थाल्यो। उनले लगातार 7-8 वर्ष हल्के हलदारमा काम गरिन्। हल्के हलदारबाट केही पहिचान बनाएपछि उनलाई म्युजिक भिडियोमा पनि अफर आउन थाल्यो। उनले म्युजिक भिडियोमा पनि सँगसँगै काम गर्न थालिन्। लामो समय हर्के हलदारमा काम गर्दा गर्दै उनलाई आफै केही गर्ने सोच आयो। उनले सुकुमाया टिभीबाटै आफ्नै टेलिसिरियल युट्युबमा राख्ने निर्णय गरिन्। त्यसपछि केही भिडियोहरू अपलोड गरिन् र ती भिडियोहरू पनि चल्न थाले। उनले त्यसपछि आफैले निर्माण गरिन् भुन्टी सिरियल, जसले नसोचेको सफलता पायो। यसका साथसाथै हप्तैपछि भुन्टी सिरियल प्रसारण हुन थाल्यो। भुन्टीको सफलता सँगसँगै कान्छी पनि आफैले निर्माण गरिन्। यो सिरियलले पनि निकै चर्चा कमायो। यो सँगै नेपाली रङ्गमञ्चमा आशा खड्काको चर्चा पनि एकदमै चुलियो। अहिले उनको आफ्नै घर छ, गाडी छ र साथमा आमा। उनले अहिले महिनाको लाखौँ कमाउँछिन्। महिनामा 1000 मात्र कमाउने आशा र महिनाको लाखौँ कमाउने आशाले जीवनमा निकै सङ्घर्ष भोगेकी छिन्। उनको सफलतालाई हेर्ने हो भने यो उनको जिन्दगीको नसोचेको सफलता हो। दर्शकबिन, यो थियो आशा खड्काको सङ्घर्षदेखि सफलतासम्मको कथा। आजको यो भिडियो तपाईँ र हाम्रा लागि प्रेरणाको स्रोत हो। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हामी एकदमै आभारी छौँ। हस्त नमस्ते।